केटीएम 200cc यसमा समस्या के छ हेर्नु शेयर गर्दैछु ल गाइस। पिकअप पनि एकदम राम्रो छ, मजाले ज्याउँछ कुद्छ, ज्याउँछ हाफ क्लचमा लिएपछि बाइक ज्याउँछ कसरी गर्छ यसरी थरथर थरथर काप्छ गाइस। समस्या केमा छ गाइस, यसको क्लच प्लेट छ। म एफसीसी को क्लच प्लेट हाल्नलाई हालेको थिएँ, तैले पनि एफसीसी को क्लच प्लेट राम्रो तरह काम गरेन गाइस। अब यो खोलेर फाइनली म कम्पनी हाल्छु, कम्पनी हालेपछि बल्ल समस्याको समाधान हुन्छ गाइस। कस्तो लाग्यो होला कमेन्ट गर्नु गाइस। क्लच प्लेट गाइस निकालेर गाइस शेयर गर्दैछु समस्या के आइथ्यो गाइस। ल स्थिति कमजोर भएछ छैन फाइनली शेयर गर्दैछु। ओहो क्लच प्लेट एकदम राम्रो छ तर पिकअप त राम्रै आएको होला। पिकअप पनि ठिक छ बुझ्नु भएन, पिकअप पनि एकदम स्मुथ छ, राम्रो छ, समस्या छैन पिकअप पनि। समस्या कहाँ छ गाइस, मेन भनेको यहाँ छ, म देखाउँदैछु लगाइज हेर्नु। यसमा 6वटा क्लच प्लेट हुन्छ गाइस। लगाइज धेरै तातो छ। समस्या भनेको गाइज कहाँको छ हेर्नु गाइज, हेर्नु यहाँ गाइज एफसीसी को क्लच प्लेट हाल्दैछु। जुन मिस्त्री भाइले भन्छ न ये कम्पनी को पनि एफसीसी क्या हुन्छ आउँछ, एफसीसी को पनि आउने बुझ्नु भएन। जुन यसको हुन्छ न क्वालिटी जे हुन्छ फरक हुन्छ बुझ्नु भएन, फिनिसिङ जे हुन्छ फरक हुन्छ गाइज। यो बाहिर के हुन्छ, बाहिरको एफसीसी भयो, कम्पनीको एफसीसी भनेको एकदम बेटर हुन्छ, राम्रो हुन्छ। यसमा समस्या के आइथ्यो, पिकअप सिकअप सबै राम्रो थियो। जे हुन्छ हाफ क्लचमा जे हुन्छ गाइज, यतिमा जे हुन्छ बाइक कुदाएपछि हुन्छ न, यतिमा जे हुन्छ बाइक कुदाएपछि यतिमा एकदम बाइक जे हुन्छ यसरी यसरी थरक्ने, चैनको आवाज आउने, पुरा खन्दन 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 साउन्ड आउने गाइज। यही चलते यसको खोलेर हेऱ्यो त क्लच प्लेट जे हुन्छ एउटा कम्पनीको हाल्नुपर्छ। यो जे हुन्छ बाहिरको एफसीसी को पनि चल्दैन गाइज, बुझ्नु भएन। समस्या भनेको एकदम समाधान हुन्छ गाइज। कस्तो लाग्यो होला कमेन्ट गर्नु गाइज। अब यो बाहिरको क्लच प्लेट काम गर्दैन मेरो हिसाबले, बुझ्नु भएन। यो यस्तो हेभी बाइकमा चल्दैन हो, नर्मल बाइकमा त जे हुन्छ मजाले चल्छ, यस्तो हेभी बाइकमा चल्दैन गाइज। हजुरसके राई विचार के होला फाइनली कमेन्ट गर्नु होला गाइज यो भिडियोमा एफसीसी को क्लच प्लेटको उपर। यसको फाइनली क्लच प्लेट हाल्न लागेको गाइज, एकदम पुरा फुल गाइज जेन्युइनमा। यो हेर्नु गाइज, यसमा लाग्ने त होस् 6 पिस, यो 4 पिस किन दिएछ गाइज। यो हेर्नु, यो भनेको 4 पिस भनेको एउटै कलर हुन्छ, यसमा उल्टा सिधा हुँदैन गाइज। अर्को भनेको गाइज यसमा जे हुन्छ उल्टा सिधा हुन्छ गाइज। यो हेर्नु, यो भनेको एउटा भनेको चाहिँ माथि हुनुपर्छ यसरी, अर्को भनेको एउटा भनेको तल हुनुपर्छ गाइज। यसको सिस्टम भनेको यसरी दिएको हुन्छ। यो फेन भनेको बिचमा हाल्देपछि पिकअप पनि स्मुथ आउँदैन गाइज, बुझ्नु भएन। कस्तो लाग्यो होला गाइज कमेन्ट गर्नु होला। फाइनली काका ग्यारेज गाइज केटीएम 200cc यसले एकदम हिटिङ समस्या उठायो। 2 किलोमिटर 3 किलोमिटर 5 किलोमिटर पनि गुडेपछि एकदम धेरै हिटिङ हुन्छ। फाइनली के को समस्या छ फाइनली गाइज हेर्दैछु हुन्छ, ये शेयर गर्दैछु। सबैसे सुरुमा गाइज म यसको जे हुन्छ कुलेन चेक गर्दैछु, यसको भित्र जे हुन्छ कुलेन छ कि छैन गाइज हेर्नु। ल गाइज कुलेन पनि एकदम स्थिति कमजोर भएछ गाइज, हेर्नु कुलेन यसको भित्र गाइज छँदै छैन। फाइनली अब कुलेन पनि एकदम धेरै कम छ। अब यहाँबाट गाइज यसको कुलेन सबै फालेर म फाइनली शेयर गर्दैछु गाइज, देखाउँदैछु। ल गाइज फाइनली अब यो कुलेनको यहाँबाट जे हुन्छ पुरा कुलेन झार्न मिल्छ गाइज, एकदम छ कि छैन फाइनली शेयर गर्दैछु। ल गाइज हेर्नु कुलेन जे हुन्छ कति निकाल्दैछ वो पनि म शेयर गर्छु गाइज। हेर्नु फाइनली कुलेन आउँदैछ, दम आउँदैछ गाइज। हेर्नु गाइज, ल गाइज कुलेन भनेको मेरो हिसाब चाहिँ एकदम धेरै ओभर कम थियो गाइज। हेर्नु कसरी आउँदैछ पुरा, यहाँबाट गाइज झार्ने मिल्छ। जुन हुन्छ हेडमा पनि हुन्छ, ब्लकमा पनि हुन्छ, सबै यहाँबाट झार्ने गाइज। हेर्नु भएन ल गाइज फाइनली कुलेन यसको सिडियो गाइज। हेर्नु कुलेन जामा भनेको अनुसार यो कति होला, यो 400 ml जति होला, योभन्दा धेरै छैन। अब फाइनली कुलेन पनि फेरेको एकदम अन्सिए धेरै समय भइसकेको छ, अन्सिए धेरै दिन भइसकेको छ। अब फाइनली गाइज कुलेन एउटा हालेपछि समस्या हुन्छ गाइज समाधान। फाइनलीमा हालेर पनि शेयर गर्दैछु गाइज। यहाँबाट कुलेन NS200 को जे हुन्छ केटीएम सेटिएम के यहाँबाट पुरा कुलेन झार्ने मिल्छ गाइज। कस्तो लाग्यो होला कमेन्ट गर्नु गाइज। ल गाइज फाइनली अब एयरको नटमा टाइट गरिसकेको छु गाइज। फाइनली यहाँबाट पुरा कुलेन झार्ने मिल्छ, ब्लकको पनि हेडको पनि सबै झार्ने मिल्छ गाइज। यहाँ हेर्नु त हेडमा के लेखेको छ 199 र अर्को भनेको 50cc। यसको गाइज अर्थ के भयो फाइनली गाइज थाहा पता भएपछि कमेन्ट गर्नु त गाइज। फाइनली गाइज अब फाइनली म यसको जे हुन्छ भित्र गाइज कुलेन फाइनली हाल्दैछु गाइज।
लगाइस फाइनली यो ढक्कनमा हालिसकेको छु यो जहिले पनि हुन्छ यो भाग भनेको गाइस यतापट्टि हुनुपर्छ न त यतापट्टि भएपछि फेरि कुलिन एकदम हिटिङ समस्या आउँछ यो बुझ्नु भएन फाले गर्छ कुलिन जान्छ बाहिर फाले गर्छ जहिले पनि यो हाल्ने बेलामा गाइस यता हाल्नुपर्छ बुझ्नु भएन कस्तो लागेको होला कमेन्ट गर्नु